गाइस यो चाहिँ डे 2 हो। आज चाहिँ मपूजा अब यसरी यहाँ हामी मण्डप बनाउँदैछौँ। मपूजाको तयारी हुँदैछ गाइस। कतिवटा अरे 6-6वटा त्यहाँ 4वटा बनाइसक्यो हेर न। यतापट्टि साइडमा बनाउने के 3-3वटा। यो चाहिँ डिस्मिस गरिदिनु न। त्यो डिस्मिस गर्नु। ल है यहाँ चाहिँ मण्डप बनाउन तयार हुँदैछ गाइस। गाइजहरूले उठाउँदै फेरि बनाउँदै गर्दैछन्। चन्द्र र सूर्य रेडी होला जस्तो त। म त यो एकैछिन आउँछ होला भनेर सोचेको त। म चाहिँ सावर लिन गएँ गाइस। म त कहाँ बोल्नु त बोल्न पछि बोल्दै बोल्नु त राम्रो सिस्ता बोल न। यसरी बनाएको भन्दै। यसरी बनाएको। यिनीहरूले चाहिँ आमा र आमाको देवरले चाहिँ यहाँ चन्द्र र सूर्य बनाउनु खोजिरहेछन्, मण्डप बनाउनु खोजिरहेछन् मजाको लागि। मलाई आमाले बोल भनी भइहाल्छ त्यही भएको यस्तो भइहाल्छ कि उठाउँदाखेरि धेरै भएर होला क्या त्यहाँ होइन। यो मण्डप नै चाहिँ किन्नु पर्ने रहेछ 2-3वटा है। त्यो तामाको पित्तलको मण्डप। वाह कस्तो राम्रो भयो। ए हस् हिजोको लाइन हुन्छ है। पनि बस्छ यहाँ बस्नु परिहाल्यो नत्र अट्छ। यो मण्डप त लामो बन्यो। भ्लगभरि सबैजनाले मण्डपै मात्रै हेर्ने हुनुभयो त आज त होइन कि। तर त्यस्तो हुँदैन, हामी अझै इन्ट्रेस्टिङ कुरा लिएर आउँछौँ। टेक 1 मण्डपको टेक 1। यो त टेक 3 मा सक्यो क्या। यो चाहिँ पाउडर चाहिँ के हो? यो एउटा चामलको पिठो कलर येल्लो कलरहरू के मिक्स गरेर के गर्छ नेवारलाई नेवारी आएन गाइजहरू यहाँ। मोडर्न नेवार पढ्नु भयो। यो उडाउने होला नि त। कस्तो राम्रो देखेको छ। त्यो त उडाउनु पर्यो नि। अनि यहाँ 5 अनि एउटा यहाँ 6 म बसेको ठाउँमा एउटा 6 3 4 5 6 ठिकै हुन्छ। 9वटा म माया लाग्दछ। उमेर वाइज बस्नुपर्छ क्या। माथि हुन्छ होला त म त। लु मलाई उडाउनु पर्यो नि उडाउँला। अब के गर्नुपर्छ रोइ? ल सक्यो 5वटा मण्डप बनेर 6वटा मण्डप बनेर पुग्यो सर रोइ। ओके खाते नै बनायो क्या। चन्द्र त सिन्का जस्तै भयो। चन्द्र भगवान पनि रिसाउनुहुन्छ है। तिमीहरूलाई त यति बनाउन सकेन। हेलो गाइस, हामी चाहिँ रेडी भइसक्यो। मेकअप सेकअप गरेर एवारी ड्रेस लाएर
यसको आज फर्स्ट टाइम हो नेवारी ड्रेस लगाएर ल भन्दै हाउ डु यु फिल बोली चाहिँ बुढीबाला होइन बोली चाहिँ लिम्बूको अनि लुगा चाहिँ नेवारको अनि त्यसपछि मान्छे चाहिँ बाहुन कि पुरै यहाँ त मिक्स कल्चर भइरहेछ खतरा कम्बो भइरहेछ तेरो तीनटा कम्बो बिचमा त लिम्बूहरूले बोलेको जस्तो आउँछ लिम्बू कल्चरमा हुर्केको भएर अनि मान्छे चाहिँ बाहुन अनि अहिले चाहिँ लुगा चाहिँ नेवारी लुगा लगाएर के भन्नु नाइस कम्बो यहाँ भन्दा के भन्नु नाइस कम्बो होइन लुगा यहाँ छ रोहितले ए तल चाहिँ चन्द्र मात्रै बनाउनु पर्छ रोहित ए ल म यति आएर किन यस्तो होला डोन पनि चाहियो कस्तो यार ठ्याक्कै आएर निस्क्यो तेरे घर पेटी कम लगाएर छु डोन बनाएर मेरो घर पठाउनु भएछ के चाहिन्छ ओइ के चाहिन्छ विशेष ड्रोन पूजा के गर्ने कसरी काटिस ल आइने वाली बोल्छ ए मेरो टोपी रोइ त्यहाँ आज टोपी लाउनु पर्यो उता टोपी कस्तो दिन्छ त्यहाँ उता पनि होला छिर्छ ठिक्क भएर रोइलाई त होइन मेरो एउटा ठ्याक्कै जाइ टोपी पनि म दिल्ली पठाइदिन्छु कसरी कसरी टोपी लानु टोपी जिम्दै लाएन सबैले राखेन भोलि कि मेरो भाइ क्या भाइ क्या कस्तो कुरा गरेर यसरी होइन थाहा छ मलाई यसरी चाहिँ लाग्यो चाहिँ हुँदैन भोलि अब तिमी आऊ भन न म आउँदैछु छिटो भन तिमी आऊ यो जियोमा पहिला सुरु इटा चाहिँ मोबाइल गर्नु लागि त्यो इटा लिएर आऊ अनि तोरीको तेल पनि लिएर आऊ यसरी बस्ने जस्तो लाग्छ यो बाबा हो मलाई लिएर आएको छिटो भयो नि त गिफ्ट हो अब जानु पनि फाइदा छ त भाग्यले त्यो पनि किन अलिकति यस्तो डब डब बनाएर हुन्छ चाहिँ अगाडि पारेको तिमीलाई चाहिँ ठिक हुन्छ मलाई लाग्छ के मलाई चाहिँ दिन्छ इन्टा माथिबाट छिदिनु न पुरो इटाको इटा तिमी पूजा गर्नु मलाई थाहा हुन्छ होइन यो होइन सानो किसिमको नाम हालेर त्यो जियोमा हाल्दै गरिरहेको बत्ती बाती बाती नेपाली बोल्नु न हो के भन्छ सुकुना के भन्छ तिमीलाई सुकुन्दा हो त हाम्रो कसैमा पनि पाइन्छ सुकुन्दा यसमा बाती भनेको होला उसले मैले बुझेछ यहाँ बाती इटा बाती हुन्छ नि त धुप चाहिन्छ धुप पनि चाहिन्छ हो लाग्यो डिजाइन पनि चाहिन्छ होइन हो यो गर्दाखेरि अस्ति बाल्दाखेरि पछि पिछा के गर्नु भन्नु है सुरु खान्छु तर मेरो भनौँ न त्यसो कारण त्यसलाई उठिक सकिएन छ उठिक थिएन मिलाउँदा तिमीले अडा हाल्छ फेरि यस्तो भाइ बाङ्गो टोपी लगाइदियो विशेषले चाहिँ यो उसको होइन यो तेल उसको ल्याएको त गनाउने छ कसको तेल छ हामीले मसाला लिएर आएको त्यतिकै पाइदै गएर सक्यो छैन कि त्यो फ्लेभर कस्तो बनाउँछ क्या यो चाहिँ कता बाली आउँयो मान्नु पऱ्यो नि अब के गर्दा नि खाओला ठ्याक्कै छेक्छ निक्ले त्यो त्यहाँ बस्नु उठ्यो त्यो फाइदै थियो लास्ट म निभाउँदाखेरि छेक्दा छप्पु न त्यो अलिकति माथि राख्नु त सुनालाई ठ्याक्कै एक पछाडि राख्नु पूजा रात लाग्यो त्यहाँ सुना पूजा गर्नु खोइ पूजा थाली त्यो होइन पूजा थाली ल्याउनु अबिर त्यहाँ अनि हल्का चामल फुल राखेर नेपालमा सक्छ म बुझाएर चामल हाल्नु अबिर हाल्नु अबिर त हिँड्यो नि चामल अबिर त्यो पहेँलोवाला नि ठिक है सरी पुरा हिँड्छ त्यो कति सबै बाहिर ल्याउनु पर्छ अनि त्यही भएर त्यति राखेको सजिलो हुन्छ ए भिजाउनु बस्छ नि यो भिजाउनु हल्का भिजाउनु भिजाएको पार्नु बेचाउनु त गर्नु पहिलो गरेर कुचु बुझाएर पहिले कुचु पहिले कुन हो गाइज माथि टिका लाउनु टप टिका त्यो लागि भिडियो टिका लाउनु कुचु खासमा सुझाउ दिनु काम गर्ने हामी नकिनेन अब हरि कुछ नकिनेन त्यो अनि सानो जोतन गरिदिनु भित्र होला सानो होला के बोल्न सकि गर्नु सक्दैन सिद्ध भएर बस्न अलि दामी होइन बस्न सक्ने क्या एउटा भयो हुन्छ किन चाहिने के हो बाती होइन जसङ्का भने माया सानो जसङ्का यस्तो कति दिन भयो छैन भइहाल्छ सुन्दा बुझाएर सुन्दा मान्छ होइन भइहाल्यो बिबा अप्सन फुल लाग्यो फुटा देऊ कुचो लाग्यो सुन्दा लाग्यो सुन्दा बुझाएर इलेक्ट्रिक बन्द थियो भएन अब पहिला कराबाट हातमा अलिक पानी म त बाहिरै थिएँ अर्को साइडमा छु पानी हो कि अभिर होइन पानी मात्र देऊ न अफिस दिएको पुरै होइन उसको हात भएर टिका भयो
होइन अब कस्तो बनाएको अब यो त्यहाँनिर होइन अनि फुलहरू त्यो सबै मण्डप पूजा मन्डप पूजा गर्ने त्यो चामल र फुल एकै पूजा गर्छ पहिला तपाईँ टिका टिका लगायो मन्डपमा अनि साइडमा हेर्नु काटो यो मलाई दियो त्यो एकै दियो ढोल पूजा इन्ट्रेस्टिङ लाग्यो होइन मलाई लास्ट इयर त्यस्तै भएको थियो मेरो पनि गर्थ्यो होला नि टिका मेरो काम मिटिङहरु गर्ने आफै पूजा गरेर थियो त्यो बोल्दैन छोड्यो किन नि मैले गर्नु ढोल पूजा गर्ने अब यो सबैले अलि सबैले फुलेर अनि थोरै मात्र थोरै चामल सबै हात राखेर हुन्छ गाह्रो हुन्छ एकजना गर्न त्यो नेपालमा 18-19 गर्दा कम गाह्रो हुन्छ दुईजना गरेर त्यो कुल लास्ट लास्ट अब इटा बाल्दै ल्याऊ दुईटा इटा बाल्यो बाल्ने अनि एक पूजा गर्छ नि तिन तला हाल्ने दुईटा है त्यसरी होइन कि बेबी यसो यहाँसम्म त दुईटा बाल्यो अनि एकलाई देखाएर अनि यति पूजा गर्छ यसो मान्छे यसो भयो अनि तल राख्यो किन लास्ट गरेर दुईसक्यो किन हिजो एकछिन लगेर थियो त नानी नढकाल न है स्टेडी पैसा छोडी बोल्यो हातको छाल्दै छ अब एकलाई पूजा गरेँ होइन एकैछिन पूजा गर्ने हो क्या तिमी स्टेडी राख्नु स्टेडी राख्ला ल तल गर्ने ढोगाउनु पर्छ कि दिदी तिमीले भयो त्यो माथि यसरी तिमी माथि पर्छ भने त्यति मात्र क्या त्यो भने तपाईँ त्यो अलिक आउँदैन नि त त्यो अलि माथि हो तपाईँ लगायो भने झन् छिटो बोल्छ नि त माथि फर्केर राख्यो किन त तिहारमा बुले लिएर भन्छ टेन्सन हुन्छ होला मलाई त दाइले भन्यो भने आउँछ क्या लागि अनि दाइले भन्यो भने किन लिगो हाल्छ सिकिहाल्छ क्या किसन स्टुडियो किसन तिम्रो मलाई हक्का माथि सम्म कपाल चल्छ यहाँ त फेरि अङ्कल पेसा अङ्कल कपाल चलेर एक जमाना नन्द भएको क्या कपालले चल्दिरा भने केटा गर्नु फेरि चित्र गर्नु इटा सक्नु फेरि के डर लाग्नु हुँदैन बिबी भेरी इजी थिङ बोल्छ ए पालि तिमी आफ्नो पनि भइहाल्यो तिम्रो त के गर भन्दाखेरि बालो अनि ढोकातिर हाल्छु यस्तो इटा सब किन हुन्छ इटा फेरि आइ हो यो बोल गरिहाल्यो पूजा गर्नुपर्दैन कलर पूजा गर्नुपर्दैन चान्दामा उति एउटा पासवर्ड हाल्नु पर्यो त्यसले भयो नि के भयो हाल्नु पर्यो मोबाइल फोन होइन कि यो अघि पुसेको अघि त्यो बोल्यो अनि त्यो पछि मिलाउनु त्यहाँ मिलाउनु अब टिका लगाइदियो सबैलाई टिका लगाइदियो सबैलाई जमजम लाग्यो उता सुकुना पूजा गर्नु पर्दैन सुकुना त्यो टिका लगाउनु थोरै टिका लाग्यो लास्टमा बाल्दै स्टार्ट नरो त्यसले त्यो के गर्यो बाँधेर रहेछ यो त के भयो एकजना गणेश निस्किन्छ भन्दै हो रहेछ त्यतिखेर पनि फुल पनि हालिदिनु फुल पनि थोरै हाल्यो कता यतातिर होला त्यहाँ त सुन्तलामा हालिदिन्छ उता लास्टमा सुन्तलामा हाल्नु त्यसले भाइ किन भन्यो त नि हामीलाई चाहिँ तिमीले मलाई भन्यो भगवान् भनेर हुँदो रहेछ विश्वास गरेर गाइसहरूले हावा चल्दैन त कस्तो हावा चल्दैन आफूले लट्ठी गाल्दैन अब
अब सबैलाई छ नि सबैलाई टिका थोरै दिएर 3-3 चोटि टिका देऊ एकचोटि पहिला हैन अब यसरी ढोगेर यसरी माथि यसो फाले खासमा चाहिँ नेपालमा चाहिँ के गर्छ माथि हाम्रो अब छाना टिका लगाएर माथि ट्याक्क गर्नु पर्छ हैन टिका यही यसरी अडिन्छ अब कति खाली फरक ढोगेर आउँछ माथि यो केटा केटा पनि गर्छ यो पनि ढोगेर यसरी माथि खाली तपाईँ जान्दैन लास्ट इयर सुझाव दिएको पत्र गएर गरेको लास्ट इयर पनि कस्तो गरेछ कि ब्लगमा देखाइन्छ अहिले ठ्याक्क माथि अड्काउँछ हाम्रो केरा अलिकति धेरै राख्यो त्यसमा केरा र क्या ठ्याक्क माथि अड्काउँछ खानामा तिमी गर बिपाले होइन बसेर माथि यसरी ढोगेर माथि अड्काइ हुन्छ माथि भएको पनि झार्दैन तिमीले गरिदिनु कि म हो कि म भनेको जिउ हो क्या ल अब सबैले एकचोटि अलिक फुल चामल हात राखिदिनु त्यही छ फुल छ त्यही फुल न हल्का राखिदिनु माथि ओ भागेर नि सबै एक हात राखिदिनु चान्दा अर्को के हुन्छ तपाईँ भागेर एउटा सबै यहाँ तान्नु अनि हेर्नु ल एकला दिनु हातमा सबै भाइ बस्नु बताउनु दिन होला नि दिएको दिन हाउ दिन्छ बुढीको सुजीको याद गरेर लास्ट इयर तो काल भएको लाग्छ अहिले नि आठै बोल भएन दिदी अब आफ्नो आफ्नो हेर्दिन अनि तिमी त भइहाल्छ छोटो आफ्नो राखेको छ आफ्नो आफ्नो साथो छ के लिएर आउनु अरे लिएर भनेर घरको चाहिन्छ घरको चाहिन्छ के चाहिन्छ हुन्छ गाडी मैले सुन चाहिन्छ एउटा चाहिन्छ टेबल सुन चाहिन्छ तिमीले हुन्छ हुन्छ अरे हातमा खानु अब त्यो दुईटा हातमा लियो दुईटा आउन यसरी यसरी लियो अब तिमी यहाँ गरेर अनि आफूले ढोगेर गर्छ यहाँ अनि आफूले ढोगे कुनै किताबको बताउनु पैसा नै मलाई कति किताब भयो त चाँदा भिडिन्छ त यहाँ किन चाबी पुरो गरेको अघि लाग्यो सानो जनी भन्दैन जजुनका हुँदैन कति गर्दै रहेछ त लामे त निक्यो कति लाउँछु दाइले लाउँछु चिता मन सिक्किममा हुन्छ यो भन्छ अलिकति अगाडि आएर सल्भ गरिदिनु होला शान्त लागि गाह्रो छ नि हुन्छ कहाँ सजिलो छ त जेको पनि जेको पनि छैन एडी बत्ती आऊ अब चल्ने भने त भन्नु न एउटै छ त ल अब भला गर्ने सक्यो अब के गर्ने भला कति मिन्दै त्यो निस्कियो भाडा त्यसो भइ अन्डा लास्टमा भला गर्ने पहिला राखिदिस् न पहिला उफ्रेर राख कसरी दिएर भला होइन पहिला भला गर्ने सक्ने लास्टमा हुन्छ रुपियाँ हाल्दा एउटा उफ्रे हाल्ने एउटा छैन मैले हालेको उफ्रे हालेको त्यसरी छैन नि सबै दिएपछि पप्पा खाने हुँदैन सबै दिएपछि भाइ भनेर खाँदै आउने नि त पहिला भल्ला गर्ने चामल दिएर चामल राखिदिस् न चामल अब पछि राख पहिला अलिक राख ल अब भल त्यसरी यहाँ भिडिन्छ कसैले पहिला पैसा त ओखरले टोकमा भिजाएर नै के बिगार तिमीले के बस्ने म त
यो भिडियो चाहिँ खिच्दैमा राम्रो है गाइस मैले त छेलेर खिच्न पाएको थिएँ एकैछिन एउटा मेरो स्क्यामबाट खिच्दैछु एकछिन कोही पैसा बिबी पैसा छैन हुन्छ भाग्यमानीले झरे यसबाट खिच्नु त मैले आउँछु जताबाट नि सन्तान लु न त्यसबाट खिच्नु त सिनेमेटिकमा ल छिटो है गाइस पछि पछि सरी सर तपाईलाई मैले त खेप्चा बाङ्गो जाउँछ मिसित हुन्छ है ल भयो तिनचोटि ल दिदी म त मर्ने यस्तो भन्दा अगाडि नै हेर्नु हाम्रो कति चाहिँ निभिसक्यो यहाँ दिदी भयो लक्ष्मीले आश गर्छ है यसपालि भयो खै खिच्नु एउटा नराम्रो हुन्छ है अलि गाह्रो हुन्छ गरिदिनु मलाई के हो ए बुढाबुढीको परा है हातमै आफ्नो आफ्नो मण्डपमै पूजा गरेको एकचोटि यो चाहिँ आफ्नो मण्डपमा आफै पूजा गरेर मण्डपमै पूजा गरेर आशा गर नि आलु भरा गरे ए यो खै ल त्यो गर्दा हुन्छ गर्दा जना खानु त्यो गर्दा नि हुन्छ तिमी बसेर पूजा गर्दा आफ्नो त्यो के चाहिँ गर्नु ल म उनीहरु हुन्छ गर्दै हुन्छ अस्ति लास्ट लास्टमा दिएर हैन सुरु लास्ट त्यही मासी गाउँ ल सुरुदेखि भन्नु ल त्यो यसको खै त लाइन पिटा खै यो लास्ट मात्रै गर्ने भन्छ तिमीले लास्ट मात्रै त्यो मात्रै गर्छ अरु त बच्चा गर्छ त्यो लिनु त्यो कोइन र ओखर कोइन ओखर कुदेमा दिनु अनि यबाट फुल चलेको छ त्यो दिएर त्यसमा राखेर है त्यसले अलि किन किन पुरा यति हाल्नु नि अब हाल्यो नि छ फ्रिजमा छ त नजा फुल भिडियो गीत खिचाऊ यसको पनि यसको भिडियो छैन मुक्ते देखाएको त के हुन तर म त पाक्छ नि अब त म त अघि पाकेको कि अहिले त मलाई आ उयो भइसक्यो बानी भइसक्यो बुढामा सोल्डरमा राइट लेफ्ट अनि यो चाहिँ एकछिन मात्रै अनि यसले खल्नु त्यसले खल्नु पर्दैन अब जाउँ न उल्टो सिकाएर अनि के गर्यो कुन कहाँ गयो आले एउटा छोटा गरे त्यस्तो गर्नु पर्यो अनि हेर्नु न आको भयो त्यो फुल कला त्यो के खाले का यो त कति भयो भन भन अनि नि ल लास्ट ल नमस्ते ल अब किन 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 गल सक ल गरौँ त किन हो सब सगुन गरिहाल ल ल्या गरिहाल लाउने हो हामी पनि तेरो त्यो लाउने हो सबै लाएको पूजाले तेरो तिमी पनि लाउँ तिमी पनि ल बोलेर डबल खोइ पूजाको यहाँ छ अनि गर्नु भएन नि त बिगार्नु भएन नि त ए यस्तो खुलेर लाउने हेरेर लादी गाडी खोइ त्यो ल ल ल बोलेको आफै आफै हाल्छ अनि बिस्तारै बोल्ने गर्छ प्लिज ल लाइहाल्नु पर्छ अनि सकिहाल्नु पूजा यो ओके सगुन लिएर सगुन पहिला भवनलाई छौ सबै सलिचा पनि लिएर भवनलाई एक बार हाल्नु एक बार हाल्नु यही भुइँमै हाल्नु नि अनि के एउटा के लेख्नु अस्ति हाल्नु बख बख त्यसरी म कुन छ आउनु 12 न त्यहाँ 12 लिएर ठिक भन्छ हो सेन्ड नगर न 12 लिएर आऊ पूजाले बुझिहाल्यो सबै तिमीले बुझ्दैछ फेरि ल अब 12 लिएर त ल अन्डा लिएर लक्ष्मी मासु लिएर अनि भगवान्लाई छ यति पर्यो अब त्यो अन्तिर सलिचा लिएर सलिचा सबै लिएर अन्ति लिएर त्यहाँ भिडियो खिचाइ खोइ कस्तो भिडियो खिच्न खान्छ मेन आयो नि त हैन मेन पार्ट हो यो यो चाहिँ मेन हो नि त यो त सबै अब के भएन छोड सकेन के भएन अब पुग्दैन के भयो बेबी म गर्ने रहेछ तपाईँ भन्दा म मरे नभन् अब यो सकिहाल्यो नि बेबीलाई गरी अब यो सलिचामा राख्छु हा यदि बनाउनु कसरी राख्नु यसरी लाउले त्यसरी राख्नुहुन्छ ल यसो गर्नु न भिडियो ल्याऊ सानो भन्नु ए, साइडमा एकछिन छुट्टै हाल्नु कि एकछिन ए भिडियो खिच्नु न ल गाजर मैले खेलिरहेको छु यहाँ ल
अलि छुट्टै हाल्नु भयो कति हाल्नु भरि निकाल्दैन ल भयो भयो त्यतिकै छोड्दिनु अब सगुन पनि लिगन हातेमा अहिले नराम्रो आयो भन्ने होइन नि एकैदाइ त्यस्तो अनुहार बनाएर बिचारा मेरो बेबी कम गरेर क्रस गरेर दिउला क्रस गरेर अब सिधै सिधै लिने बस यसरी सिधै लिने ल ल एकछिन राखिरहने अब सबै लिन्छ नि खाने ओए टेन्सन भयो त अझै मेरो बेबी आज के काम विस्की कि गर्दैन लोकल हो विस्की हो लोकल कहाँ लिएर आउनु होइन सँगै दिने हो नि बेबी ला विस्की हो हामीलाई चाहिँ क्रुजरदेखि हाल्दै भयो बिजुले आमाले हामीलाई खेदाउँछ ए त्यो जाऊ पर्छ भाग्यमानी बाइ बागेटी बागेटी म आधा मात्र हाल्नु किन आज खानु पर्दैन त फर्किने र होइन नि होइन कहाँ त स्वाट खानुपर्छ स्वाट खानु पर्ने छ त्यो यो ए यति त नि खाइले फुटे 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 ठिकै छ ठिकै छ के होइन चुइन्छ भनेर भने के सगुन चिकन राम्रो हुन्छ पूजा गरिरहेको छ नि पूजा यसो चुन्नु भनेको यो नराम्रो हो क्या अब खाइदेऊ त्यो अर्को अन्डा लियो त नि जुन राम्रो सट्ट पारिहाल्ला सट्टा अलि पानी लास्टमा पानी हाल्दा राखिरह ल चुयो सबै त्यसमा चुई राखेर के भएन अब फुले पऱ्यो अब चेन्ज गरेर छोड अलिकति चेन्ज गर्नु रक्सी कहाँ भुइँ राख्न राख भुइँ अलिकति चेन्ज गर्नु फेरि तल आयो शान्ता फोटोग्राफर शान्ताजी मेरो कल आयो फोन खै त तपाईँहरूको खोइ यसबाट रेकर्डिङ हुन जस्तो भयो धेरै भयो सबै चाहिँ तपाईँको फोन दिनु न चल्दैछ ठिकै छ क्यामेरा अन गरेर दिनु अनि यस्तो छ त एउटा मासु मासु त्यसरी तल राख्यो हुन्छ बेबी फुटेको अन्डा नदियो अर्को अन्डा दियो मिस्की पो हाल्छ त अब चुया छ हेरेर लिएर आउनु पर्ने रहेछ किन न अब म शान्ता दिन्छु शान्ता देऊ यो हात दिन्छु हात चुन्छ त्यसरी त्यसरी आफूलाई एउटा लिग ओ माय गॉड आफूलाई एउटा लिग तिमीबाट थोरै रक्सी रोडले पनि थोरै रक्सी हालिदियो रोहितलाई यसमा हाल्नु अनि तिमीले खानु थोरै किन म यसमा तिमीले खानु पऱ्यो नि त आफूलाई आफूले लिग क्या एउटा सगुन आफैले लिग कोही दिइदिन्छ सगुन आफै लिग आफै के भएन रोडले रक्सी हालिदियो थोरै सबैजना एकचोटि खाने हो ल उताबाट सानोले भाइ भन्दै आउनु यहाँ ल एकचोटि सबलाई भाइ भन न अब त्यहाँबाट भाइ भन सबलाई मैले एकैदेखि सुरु गर विशेष भाइ भन दाइ भाइ सबैले भाइ भन्ने कि एकचोटि भाइ भनिन्छ क्या सबैलाई भाइ भन रे भाया सबैलाई सबैलाई भाया ल सबले भाइ खाँदा हुन्छ ल सबैले भाया है सट्टै अहिले अन्डा खाने अन्डा बाइट पहिला हामी त रक्सी खाइन्छ सट्टै पर्ने हो बडा अन्डी अब नि खायो त नि हात धोएर हो नि सबै हटाउँ नि लाग्छ अन्डा छुट्टै भएर थपन्न भयो यहाँ तिनचोटि थपन्न भयो यहाँ दुईचोटि हातमा खानु तिनचोटि एकचोटि दुई गरेर थपन्न तिन थप एकचोटि दुई अब एकचोटि थप्नै पर्ने हो त्यो धेरै हालेको छैन थपे सुन्दै गरेको छ झ्यामर त साइड साइड कोल्टे बनाऊ कोल्टे बनाऊ लसुन लास्ट मिनट हुन्छ नि लसुन के हुन्छ धेरै हाल्यो धेरै आज जस्तो पनि खुवाउने नै हो म त अघि नै भने हिजै भनेको त ल त बेबी आफूले खाऊ रिल्याक्समा खाऊ कामबाट लाग्यो नि दिदी भनेर रिल्याक्समा खाऊ अब अनि मन पुस्ने हो ल एकचोटि गुमाएर गरौँ ल लास्टको चाहिँ ठिक हो त्यो भाया तिमी मात्रै खाइछ नि त अनि हामी त सकिसक्यो होइन हामी पनि घुम्नु हामी पर्दैन तिम्रो दुइटा छैन क्या हाम्रो अलि गरौँ न कि छिन होइन यसो सिधा बनाउँदै रोइ सिधा भन्नु खानु खाऊ न पहिला खाऊ खाऊ खाली छ खाली जाऊ 1 2 3 ल सट्टा पानी हो चट्ट पार त्यसपछि यो अलिअलि उता हटाऊ अनि कुच्चो र करुवा लिग दुईजना आउनु त दुईजना एकजना तँ अरू जोगाई त्यो बढाएर अर्को होइन बस एकछिन खाइसक्यो पहिला खाइसक्यो इता कुनै छैन यहाँ बोल्ने अब सन्टा पो बस्ने रहेछ सबैभन्दा लामो हेर त अर्को बाल्ने भयो सबैले बाल्यो हो सबैको होइन
सबैले हैन सक्दैन एउटा लक्ष्मण यो त एउटा मात्र मेरो नि यसो गरौँ त यो पुस्नु लाग्यो अर्को अर्बिटा भन्ने आउँ त बत्ती एउटा अर्को त छोटोवाला के त्यही बाल्दिउँ त्यो बालौँ यो हटाउनु भएन दुईवटा लिएर अनि त्यो बाल्दा नि सबैलाई चाहिन्छ म त बोल्ला त के बाँकी छ अब त्यही लास्ट त्यो आफ्नो मन्त्र यसरी बिगार्ने अनि उसले अनि बढाउँदै अनि के मन्त्र भन्नुपर्छ मन्त्र भन्नु मन्त्र त अब बिग्रिहाल्छ नि अब यस्तो घल्ला सल्लाह गरेर यतातिर त बिग्रिहाल्छ नि यो त धेरै सर्ट हो नि 2 घण्टा लाग्छ हाम्रो त ठ्याक्कै 2 घण्टा भाइ टिका र भौजा ठ्याक्कै 2 घण्टा लाग्छ आज भाइ टिका हो होइन अनि टिका होइन यो सिसी अहिले नलाग त्यहाँ नलाग यहाँ पुग्नु सक्यो मन्त्र ओके एकछिन उले गर्नलाई मात्रै हो नि लाटा कस्तो लाग्छ मजा भन्दा मलाई पनि चट्पा त्यो कहिले खाइसक्नु हो अब तिमीहरूको जिउ कहिले दुख्दैन अब एक आमाले वर्षसम्म आफै जान्ने हो नि आमालाई के सिकाउनु पर्ने हो भने चाहिँ अलिक स्मुथ भएर यसले पनि यसलाई अलिकति थोरै प्रेसर चाहिँ भयो त्यो लसुन हाल्दैन न बिर्सिहाल्छ नि अब नेक्स्ट खबर खानु मिल्छ लास्ट टाइम मलाई याद भएको भनेको यो बत्ती बालेकोहरू याद छ होइन उखाड अनि यो फुल यस्तो यस्तो गरेर याद छ अनि अब बढारेको याद छ के भन्नु लाग्छ मैले लसुन र बाले त लास्टै मिठो भयो त थ्याङ्क यू है अर्को त दाइ त फर्स्ट पकाउनु आज मैले सब मैले बनाएको हो उसले खासै के बनाएन होला त के बनायो त्यो आलुजामा अरू के पकायो मैले हेर्दै छु अघि हामीलाई फोन गर्दा बिहान उठेर मैले सबै बनाइसकेँ भने सब बनाइसकेको थियो विशेष चाहिँ आलुदम यो बाला बनायो के भन्छ मासु कसले भुट्यो छोला कसले बनायो लसुन मैले भुटेको आलु के बोरी मैले बनाएको केरा पनि मैले बनायो मैले बनाएँ हाम्रो धामलाई मुर्गा मात्रै बनाएको मैले आलुदम बनाएँ बिहान उठेर ए अँ तिमी चुराइ बनाला अनि त्यस पछाडि अनि हामीलाई फोन गरेर मुर्गा बनायो कहिले बनायो मुर्गा के बनाएँ मैले सबै अब तपाईँले हाल्दैन एकलाई मासुले हाल्नु त खुसी हुन्छ त्यो मिठो मिला चाहिँ मिला अब त मिठा छोरा त मिलाउँदैन मिठो लाग्यो यस्तै म बुझा भनेको एकजनाको फोटो खिचिदिनु पर्ने एउटा फोटो सेसन चाहिँ कहिले हो यो सकम न सकम सकम आँटेछन् भोकाले अलिक कम भयो खाएर मजा आयो दसैँमा नयाँ लुगा किनेर दाजुभाइलाई उठ्नु बिहार फोटो जस्तो गर्छ फोटो दिनुपर्ने यो अलिक आउनु खोजेको नि खासमा थिएन त्यहाँ सोधेको मैले रहेछ नि एकैलाई नै ल्याइदिनु पर्यो भने थिएन भन्नै पार्नु परेन है भगवान् हुन्छ नि अब चाहिँ पर्दा हुन्छ अब हुस्किन खानु पऱ्यो हुस्किन खानु पऱ्यो हामी चाहिँ बिच जाने लसुन नखाने होला बिच जाने जाने होइन हुस्किन जानु पऱ्यो पर्दैन नखाने तपाईँ राति राति जाने होला काम छ बिहान चलो राति जाने तपाईँ लसुन होइन खायो त हो नि खान्छ बियर खाएर कस्तो तिमीहरू अब त्यो सुत्ने भनेपछि हामी जान्छौँ है बेबी कहाँ लोकल के अरे उसमा आइसक्नु त त्यो गर्नु थियो गर्मी रहेछ नि उहाँ त तपाईँहरूलाई कल गर्दै गर्मी नै थिएन होइन र 2 बजेर भत्ते आएको के गर्मी थियो मैले के भने उहाँ त बिहानै पप्यो नि यहाँ त 2 बजी बस्यो एक उहाँ त कस्तो गर्मी थियो 2 बजीसम्म शीतल थियो अनि 2 बजे विशेष आयो भत्ते गर्मी आएर सासै फेर्न हिजो रातिदेखि एसी चलाएको अघि हामी हिँड्दैछौँ एसी चलिरहेको थियो क्या त्यस्तो गर्नु छ हो लास्ट चाहिँ गर्नु छ कि खाइसक्नु गाह्रो भयो त गर्मी नभएको भए राख्नु होला यो सकम यस्तो गर्मी नभए कोही कोही एक्लै पब्लिकमा आउँथ्यो दिउँसो कोही होइन म म आउँदिन थिएँ क्या गर्मी देखेरै तपाईँ आज आउनुभयो आउँथ्यो तर यतिखेर आउँथेँ यतिखेर चाहिँ आइपुगिसकेको हुन्थेँ ढिला हुँदैन ढिला त के ढिला हुन्छ 7 बजे 5 बजी हिँड्थेँ कति बजी आयो 7 भइसक्यो 6:30 आइपुग्थ्यो पैसा भन्नु त उता गर्नु होला धेरै लास्टै गर्मी हुन्छ मैले त अलिक छिटो आयो यस्तै हो गर्मी त गर्मी चाहिँ यस्तो गर्मीमा भन्दै के भन्दै थिएँ म त अरे भन्छु यस्तो त के अरे पब्लिकहरूले के अरे पब्लिक गाडीमा आउनु पर्ने हो त भन्दै सोचिरहेको थिएँ क्या म चाहिँ हामी त भन्दै नि गर्मी त यति भएको यति भएको अँ के मिठाई सिठाई बनाएर सबै गर्नु यही भएको न त आम गर्मी बियोसै हुने थियो अनि ल बेबी सकाइ लुम्यो दिनु न म बढाइदिन्छु बराले हैन के बिहान मात्र हो अब के गर्नु छ उता ल्याउनु बाकी सबै प्रोसेस कहाँ सके हैन अनि त्यो पो खाइसक्यो होला राखेँ मैले मेरो भागमा राखेँ यो अटोपाले सबै अटो खाएर सुत्दाउनु सबै सबै अटो कहाँ छ मेरो मोबाइल गाइस अन्त मेरो मोबाइल ल्याउँछ यहाँ गाडी लिएर कि तिमीलाई त म हिजो भनेको
इटा ल्याउनु फेरि यसको बिहानै खान्छ दिदीको तपाईँको बिहान मर्निङ हो दिदी मर्निङ त्यसो भए एकछिन तास पनि कोही रक्सी नखान्छ रक्सी नखाने रे तिमीलाई रक्सी नइन्जमा आज हामी त रक्सी खानु न तपाईँ 12 1 पनि जाने तिमीहरू सुत्छु म भन्छौ नि हामी सुत्छु 12 1 तेलमा भिजाउँ सबै भिजाउँ एउटा एउटा 12 1 बजे 12:30 मा लास्ट ट्रेन हुन्छ अरू गाडी त्यहाँ लिएर आउनु ट्रेन त लास्ट ट्रेन 12:30 भन्दा जानु पर्दैन यस्तो भन्छ होला यसरी सबै हटाउन सबै त्यहाँ भएको सबै अस्ति दाजु त मलाई बुल्दै भन्नुहुन्छ भन्न ठान्छु थाहा छ कस्तो कुरा गरेको यार उसले सबैलाई त्यसरी नि त्यसरी नि बोल्छ सबैसँग होइन एक दुईजना हुँदैछ होइन एक सबै गच्चै भिजाउनु हुन्छ सबै त मुठै हाल्नु एकैचोटि भन्नु क्या एकैचोटि निकाल्ने त्यो सबै हातको त्यहाँ भिजाउनु डुबाउनु यो टुप्पी र फेरि छुट्टिएन नि पर्दैन यसमा कस्तो पर्दैन होला उल्टो बत्ती बाल्छ कतै कतै नेवारको बुहारीको हो त हैन अलिअलि त नेवारको छोरी पनि हो नि भिजाउनु पुरै डुबाउनु त्यो पनि डुबाउनु अब दुईवटा हाल्नु सजिलो बोल्दै भन्छ त्यस्तो गर्न बसेको थियो त एकजना उठाउनु त जो भएको नि मौटे मेरो बुक दिनु के भयो बेबी लाउँछ के भयो अब एकजनाले कुचोले बढाल्ने एकजनाले चाहिँ करुवामा पानी हाल्ने यो यता सबै म हटाउनु बडाल्छु ल मलाई कहाँ हाल्ने के हाल्ने पानी हाल्छ न मलाई पनि जान्छ यो हटाउँदै सबै अनि सबै उता भित्र हालिदिन्छ कि अब के भन्नुपर्छ भन्दाखेरि होइन लक्ष्मी देव द्वा बिजाउँ जन्तीको प्या बिजाउँ भन्नुपर्छ है के बुझ्यो? भन्छ भइरहेछ बुझ्यो नि के भन्ने रे लक्ष्मी देव द्वा बिजाउँ लक्ष्मी दुवा लक्ष्मी दियो दियो लक्ष्मी दिया द्वा बिजाउँ दुवा बिजाउँ जन्तीको प्या बिजाउँ जन्तीको तुवा बिजाउँ प्या बिजाउँ प्या बिजाउँ त्यो भने लक्ष्मी भगवान चाहिँ भित्र आओस् अनि राक्षसहरू सबै बाहिर आओस् भनेको के मैले पानी कहाँ हाल्ने अनि पहिला यो बाल्नु सबै पऱ्यो पर अब नराम्रो शक्ति होइन भनेको मतलब त्यो वर्ड के थियो जन्तीको भनेको चाहिँ अब त्यस्तै अब नराम्रो लक्ष्मी देव त्यहाँ ब्याग बिजाउँ हो, जन्तीको प्या बिजाउँ लक्ष्मी दिया त्यहाँ बिजाउँ लक्ष्मी दिया त्यहाँ बिजाउँ दुवा दुवा बिजाउँ लक्ष्मी दो लक्ष्मी दियो दियो भने भगवान लक्ष्मी देव द्वा बिजाउँ जन्तीको जन्तीको प्या बिजाउँ अँ, जन्तीको जन्ती। जन्तीको प्या बिजाउँ पानी हाल्नु म गर्दाले बढाउँछु ल एक घन्टा कुचोले म गर्दाले पानी हाल्छु के अरे म कुच्चोले पानी हाल्छु तिमी अगाडि सबैले एकछिन सबैले आफ्नो मन्द पहिला पुस्नु यसरी तिमीहरूले पुछ आफ्नो मन्द सबै अलिअलि मात्र ल बेबी तिमी करुवा होइन छ्यार्रै हाल्ने पानी अनि माथिबाट कुचो नि बढाउन लक्ष्मी देव दुवा बिजाउँ जन्तीको प्या बिजाउँ लक्ष्मी देव दुवा बिजाउँ कुच्चो बलिसक्यो बा लक्ष्मी देव दुवा बिजाउँ जन्तीको होइन लक्ष्मी देव दुवा बिजाउँ जन्तीको प्या बिजाउँ हाल न पानी छिन् लक्ष्मी देव फेरि तिनचोटि यो बेबी के गरेको देखि त्यहाँबाट पछाडि फर्किँदै आउने कि तिमी फेरि लक्ष्मी देव दुवा बिजाउँ जन्तीको प्या बिजाउँ लक्ष्मी देव दुवा बिजाउँ जन्तीको प्या अब फेरि यतापट्टि लक्ष्मी देव दुवा बिजाउँ जन्तीको प्या बिजाउँ लक्ष्मी देव दुवा बिजाउँ जन्तीको प्या बिजाउँ सक्यो अब सक्यो म पुग्नु सक्यो माइ गुडनेस जोर आउन जस्तो भइसक्यो उठा हुन्छ होइन अब हुन्छ उठा हुन्छ ल एकखेप त लास लागेछ त अन्त बस खाए पनि त्यहाँ बसेको बेला यस्तो थाक्यो खान थालेपछि थाहा भयो मस्त मजा आयो
ल गाइज अब जस्तो जस्तो चाहिँ भए पनि हाम्रो पूजा चाहिँ यति नै भयो होइन आइएम सो एक्जस्टेड कि अब यो मेन चाहिँ पूजा गर्ने मान्छे चाहिँ एकदमै थाहा छ सो I hope you guys will enjoy it. मान्छेले पूजा